नेपाली ढेँडो बनाउन जाँदैछौँ मकैको ढेँडो तपाईहरुलाई स्वागत छ नानी अनि बाबुको ढेँडो मस्कैमा ढेँडो खाने मान्छे त होइन भन्नको मतलब बनाउन जान्नु खाना जान्ने त होइन हाम्रो फर्स्ट टाइम ट्राई हुँदैछ हाम्रो अब पानी तातो हुँदैछ पिठो छर्दैछ माथिबाट है मकैको होइन अघि नै त भइसक्यो यो मकैको पिठो यो चाहिँ हाम्रो हो नि फेरि यस्तो छ हाम्रो बोकाको जरुरत छ हाम्रो पार्टीलाई भयो यार अब म ढले है प्लिज है म ढले एउटा अब कुकरको बिर्को लाउने ढङ्ग छैन प्रभु परमेश्वर बिहा गरेर के गरेर खाने र तिमी त त्यति मात्र गरे हुन्छ ल तैँले यति गरे पुगो ग्यास चाहिँ हाम्रो त्यहाँबाट यहाँ आइपुग्यो ग्यास मरिगयो त मरे होइन त्यो पाइप उयो पाइप तल गर्न कि ग्यास बन्द गरेको थियो तल हो ग्यास त बन्द गरेको छैन त त्यसमा अझै तेरो स्वारे जिब्रो भनेको यही हो ओ गाँठो के बोल्छे गाँठो के हो गाँठो भनेको मकैको गाँठो ल है गाइस अब के कस्तो हुन्छ डाबिलो पनि खतरा छ फेरि हाम्रो त होइन के कस्तो हुन्छ त्यो त थाहा भएन तर मकैको ढेँडो चाहिँ हामीले अब स्वादिलो सुरुको तालबाटै देख्नु भएन उहाँको एकदम हेर्नु चाहिँ पोखरेली ठिटी पो हो त सक्दैन नि फेरि कसैले है ल हाम्रो दिदीको यति भएपछि बुढाल पाल्दिनँ मैले आफू यति भएपछि इनफ है इनफ यति भएपछि के चाहियो र जिन्दगीमा के चाहियो गाइस ढेँडो अलिकति पछि त बुढा पाल्दिनँ मैले ल होइन अलिकति त्यो जान्छ सिक्ने चाहियो नि त साले साह्रो त कसरी चिर्छ त तर होइन फर्स्ट टाइम यार जिन्दगीमा कसम मैले यसरी कहिले पनि न सेल बनाएको थिएँ आफैले न पिठो चाहिँ हो क्या सेल भन्नाले पनि पिठो बनाउने हुन्छ नि अनि के भन्छ अरे मैले त नेपालमा सिप चाहिँ पिठो बनाउन सिक्नुपर्छ क्या त्यो त सोलीले जोले नि हेर्नु है एकदम है ओइ पेप्स ढेँडोतिर नि हेर्नु म कस्तो दामी ढेँडो ओडाल्दैछु साथीहरू यस्तो ढेँडो ओडाल्ने बुढी पायो भने त अनि बिहा नगर्ने मसँग आया पक्नु अब भैँसी बसो आल बसो भैँसी बसेरै ओडाल्छु मैले भैँसी आल बसो एकदम ढेँडोमा नि फोकस छ ल हाम्रो गाइजहरूले ढेँडोमै फोकस गर्नु होला अन्त तपाईँ फोकस नगर्नु है भएन म ओडाल्दै भएन होइन तर अर्को साथीले ओडाल्दै हुनुहुन्छ हेर्नु होला के गर्नु के अरे के हो भन्छ नि जहाँ के हो त्यहीँ उपाय भन्ने जस्तो भन्न नि आएन ओ मासुको झोल ओ के गर्यौ तिमीले यो त ल साथीले ओडालेको हेर्नु होला साथीहरू दामी छ इनर्जीसँग ओडाल्दै हुनुहुन्छ ढेँडो के हो यस्तो इनर्जी कहाँबाट निक्लिँदैछ हो साथीले ओडालेको ढेँडो हेर्नु सबै त्यसरी हो गुड ब्राभो यत्तिको भएपछि त मान्छेले खाइहाल्यो त अनि यता हेरिदिनु होला यति गर्न पाए खुसी नि यति गर्न पाए चाकसिक त नि हाम्रो खाने चाहिँ होइन फेरि यही भिडियो बनाउन के लागि भए पनि नाच पार्नु पर्यो खा यहाँ अनि यस्तो साथीहरू ढेँडो चाहिँ कसले राम्रो ओडाल्यो त्यो चाहिँ हेर्नु त यो सुरुवात खुसी सक्यो त हरू अनि त्यसपछि भनिदिनु ल होला है कसले ढेँडो राम्रोसँग ओडाल्यो त्यो चाहिँ भन्न सुन्नु पर्यो है हामीले यो त आइसक्रिम जस्तो भएन मैले त सकिनँ हात दुःख ढल्छ के छिटो तरकारी नि तताउनु पर्यो नि स्टप गरेकै छैन ल यहाँ क्यामेरा नाची छ है गाइज यति गर्नको लागि एकचोटि पाल्दै खेलाउनको लागि यति गर्नलाई है घुँडा धसेर
यहाँ बल निकाल्दैछु दिनभरि ड्युटी गरेर आउँदैछु होइन के गर्नु अब साथीलाई ढेँडो खान मन लाग्यो काम गर्ने कालु मकै खाने भालु हो कि के हो जस्तो साथीलाई ढेँडो खान मन लाग्यो भने यो समाउनेकै गानो जाँदो रहेछ घोडानीको त गानो त्यस्तै हो तिमीले त के गर्यौ ढेँडो समाउनु हेर्नु यहाँ औँला दुखिसक्यो समत अलि गोल गरेर समत ल ढेँडो त यहीँ सिद्धि त उडा रेडी साथीहरू आए फाइनली गाइस लुलुलु लुलु हाम्रो पाक्यो ल ढेँडो चाहिँ आज खानी नै भयो ल दिदीले साथीहरू अब देशी घिउ पनि हामी ढेँडोको माथि हाल्दैछौँ होइन कहाँ हाल्ने बिचमा हाल्न अलि मजाले यहाँनिर हालौँ ओइ यो चाहिँ के हो ओइ काप्रो पाप्रो डढे होइन ढेँडो खाने अवतार हेरौँ त डाइलो भाँच्यो एक साइड त फक्लक ठुक्क जिन्दगी के छ ढिँडो मस्का मैले भाँची ल है देशी घिउ हाल्दैछ ल है धन्न काठ अड्केन यार अर्को पनि एकदम हरिबिजोग छ है डिलबाट भाँचिन लागेको छ ढिँडो माथि हाल्ने कि साइडमा हाल्ने होइन नि साइडमा हाल्ने नि ल है अहिले मलाई धेरै नहाल्नु थोरै भयो यार दिदीको जियोस् यस्तो सही गाइस ल मुकबाङ भयो त्यो तँलाई हो जसले जता हाले म त यो धेरै खान्न त्यो खाएँ त झोल त चाहियो नि जता जता यो पनि झोल चाहियो नि त्यत्रो चाहिएन मलाई चाहियो भयो ल हाई गाइस पुदिनाको चटनी विथ ढिँडो पुदिनाको चटनी लोकल ढेँडो घिउ कसरी खाने हो कि हेर नि यहाँ म त भुत्लो मोलिसकेँ यसलाई त आछि कस्तो भयो स्पाइसी डिलिसियस डाङ पनि भन्छ पहन एकछिनमा देखाउनु पर्छ एकछिन देखाउने हो यो त हुन्न नि रमाइलो पनि रहेछ नि अगाडि क्यामेरा राख्दै हेर्दै मुखबाङ गर्ने यस्तो रहेछ नि त तरिका के छ त हामीलाई उतको हो त्यसले त मलाई उम्ला देखाउँदैन तपाईँ हो क्या मैले भिडियो खिचेको ए हो ढिँडो नि खाँदै जाँदा अगाडि म हो के ए तपाईँ हो ल है म आँदैन छोडेँ कि मान्छे चिन्न छोडेँ ओइनुको खोलो निल्ने के हो कसरी अन्य गयो घाँटीबाट घुरुलको भयो मैले सक्छु नि झमझम चपाउनु चपाउनु त मैले नि चपाइराखा ओठ पोल्यो यो ढेँडो हो कि के हो है भएन हेर त भोलि बिहान पच्यो भने पचेन भने होइन रहेछ ढिँडो भइहाल्यो त ए यो त भन्नै बिर्सेछ म्याको मासु पहिले भन्यो भने है कति बोलेको हामीले गाली गर्ने कसले गाली गर्ने को गाली गर्ने कमेन्ट गर्ने हो गाली गर्ने होइन खोलौँ न खोलौँ अलि घाँटी कस्तो भयो कि सिद्धान पुगेन ल है गाई खुलुत निल्दा त मजा नहुँदा छ चपारा फर्स्ट टाइम यार फर्स्ट टाइम जस्तै परदेश आएर ढेँडो आएको भनेको यसरी फर्स्ट टाइम जस्तै हो कहिले सेल खान्छौ कहिले ढिँडो खान्छौ तिमी त खाएको खाइ गर्छौ बाबा तर मलाई त्यति चाहिँ मन चाहिँ परेन मिठो लागेन मलाई नजान्ने हो कि है झोल थोरै झोल थोरै भात मुखिया छ के हो यो मम्मीलाई पठाउनु देखाउनुपर्छ भिडियो ढेँडो आएको आमा मैले झोल थोरै भनेको राम्रो पुगिसक्यो ए मुखबाङ यस्तो हो नि त ढेँडो बहुत त जाला अगाडि रुगा राखा बेसी गर्छु यसलाई
ओ बबी हाँ यार मिठो लाग्न है मलाई पनि पुग्यो यार म त मस भयो घिउ हालेर के हो झन् बरु भात खान पाए भए कस्तो ओए है सकम सक्दैन म त भयो ऊ त्यता पनि सकम भनेको मुख पनि सक्दैन म सक्दिनँ है गाई मैले नखाने गाइज कम्ता रसिला छन् नि कम त रसिलो छ नि यो नि अति यार त्यसको मासु को मासु कम मिठो छ यसरी खाने अब ल्याम सबै भाइबरको डाइलग एकैचोटि भन् ल्याम बुझो पनि हाल्न त्यही अनुसार ल्याउने पो हुन्छ बुझ्नु त हाल्न सक्दिनँ म त गाह्रो छ यो ढेँडो निल्ने कम गाह्रो छ मलाई ल्याम कम मिठो छ साथीहरू भयो लास्ट चुस केटी चुस बाख्राको ब्या आउँछ नि त्यही गाइस हड्डी कम्ता मिठो हुँदैन कति युरो हालेको कति रसिला नि 9 युरो हो नेपाल होइन 9 युरो 80 सेन्ट ए 9 युरो नेपालको त कति भयो ए कति 1500 जति एउटा हड्डीलाई ओहो हो हड्डी हो नि साथीहरू हड्डी यो चाहिँ मैले कम्ता रसिला छन् नि सबै साथीहरू मैले चाहिँ खान सकिनँ मेरो ढेँडो चाहिँ जस्तोको तस्तै साथीले चाहिँ हल्का पिल्का गरिसक्नु भयो कोचिसक्नु भयो सकिन सक्यो तर मैले सकिनँ साथीहरू सरी खाना खाले हाम्रो फर्स्ट टाइम हो फर्स्ट टाइममा छोटो छोटो गल्ती हुँदै गर्छ ल मुखबाङ हो कि तर सोचेको जस्तो मिठो चाहिँ मलाई लागेन कि हामीले जानेनौँ कि हाम्रो कतै मिस्टेक भयो के भयो थाहा भएन भोलि बिहान 85 थाहा हुन्छ ल सबैले भिडियो हेरिदिनु होला लास्टसम्म ढेँडो खाएको अनि अर्को पालि चाहिँ हामी बब्बल लिएर आउँदैछौँ होइन के हो भनिदिनु त भोलि मोमो यसकोमा भोलि मोमो यसकोमा है साथीहरू बाई बाई थ्याङ्क यू सो मच फर वाचिङ गाइज